नमस्कार फुपाजू। नमस्ते भदै। आजभन्दा 22 वर्ष अगाडि चाहिँ हाम्रो फुपाजूले गाना रेकर्ड गर्नुभएको रहेछ। अनि त्यो गानाको सम्झनामा चाहिँ म थोरै सर्ट गाउन चाहन्छु भन्दै हुनुहुन्छ। अनि त्यो भएर हाम्रो फुपाजूलाई परिचय दिनुपर्यो फुपाजू तपाईँको। फेरि पनि नमस्ते। फेसबुक हेरेर रम्नुहुने झम्नुहुने सम्पूर्ण साथीभाइहरूले सोचाउने अनुसार रात्रिकालीनको साङ्गीतिक अभिवादन टक्र्याउँदै मेरो परिचय खोल्न चाहन्छु। मेरो नाम शुक्र लिम्बू हो। आजभन्दा 22 वर्ष अगाडि मैले 2060 सालमा चाहिँ धरान भोटे पुल भन्ने जग्गा एल्बम मैले निकालेको थिएँ। अनि सरदा रेकर्डिङ हाम्रो शम्भु राई सरको रेकर्डिङ स्टुडियो थियो र उहाँको स्टुडियोबाट मैले निकालेको थिएँ। गाउने शिष्य हुनुहुन्छ लक्ष्मी अधिकारी। अनि मैले यो आफै बनाएको एल्बम हो। मैले बिर्सी पनि सकेँ, 22 वर्ष भइसक्यो है। अनि छोटो म क्लिप गुनगुनाउन चाहन्छु, सुनेर साथ दिनु पनि भन्न चाहन्छु सम्पूर्णलाई। ए निलैलाई जाऊ न रे लैमा, ए निलैलाई जाऊ न रे लैमा, जिन्दगी बित्ने भो बहिनी हाँसखेल गर्दैमा, जिन्दगी बित्ने भो बहिनी हाँसखेल गर्दैमा, हाँसखेल गर्दैमा निलैलाई माया हजुर, हाँसखेल गर्दैमा निलैलाई माया हजुर। नमस्ते यति भन्दै मेरो छोटो क्लिपको गीतलाई टुङ्ग्याउन चाहन्छु र आगामी दिनहरूमा फेरि जो मैले जानेको नयाँ पुरानो गीतहरू लिएर हजुरहरू समक्ष प्रस्तुत गर्न म आउने नै छु भन्दै यही नै टुङ्ग्याउन चाहन्छु। सेवारो नमस्ते फेरि पनि।